र अब यो प्रब्लम भयो, यदि प्रब्लम भयो र अति नै भयो, कसैलाई धेरै नै भयो, एकदमै गाह्रो भयो, त्यसले गर्दाखेरि उहाँको दैनिक दिनचर्या नै एकदम गाह्रो भयो, मेन्टल्ली प्रब्लम भयो भने के गर्ने त नि? यसको उपचार के? भनेर धेरैले सोध्नुहुन्छ। हाम्रो मेडिकलहरूमा नि धेरै आउनुहुन्छ, "यस्तो हुन्छ, यस सम्बन्धी केही औषधिहरू दिनु न दाजी, भनिदिनु न अङ्कल, के छ?" भन्नेहरू पनि धेरै हुनुहुन्छ। त्यसले गर्दाखेरि अब औषधि खानभन्दा पहिला व्यक्तिले के जान्नु पर्यो भन्दा उसको लाइफस्टाइल, जस्तै मास्टरबेसन धेरै गर्ने व्यक्तिहरू हुनुहुन्छ भने मास्टरबेसनलाई कम गरेर ल्याउनु पर्यो। यदि अब बस्ने, खाने, सुत्ने, उठ्ने, जसरी मासुहरू खाने, एकदम प्रोटिन डाइटहरू, हाइली फ्याट भएका कुराहरू खाने, एक्सर्साइज नगर्ने, कसरतहरू नगर्ने व्यक्तिहरू हुनुहुन्छ भने उहाँहरू कसरतमा ध्यान दिनु पर्यो। अब विवाहित हुनुहुन्छ भने उहाँहरूले अब जुन फ्रिक्वेन्टली सेक्स जुन गरिरहने उहाँहरूको जुन दिनचर्या थियो त्यसलाई फेरि पहिलाको अवस्थामा लानु पर्यो। चटक्कै एकैचोटि हजुरहरूको भइ